ब्यागमा जस्तै म फेरि आइसकेँ। जस्तै मैले के गरेको भिडियो भ्लग बनाउँदै छु भनेदेखि चाहिँ सयपत्री फुल उनेको होइन। आज 4 गते सयपत्री फुल उनेको त्यही भएर मैले अघि यति पुरै यति आधा उठाएको थिएँ। पुरै यति उठाएको थिएँ अनि तपाईँहरूकोतिर कति तिहार लागिरहेछ, हाम्रोतिर चाहिँ पुरै लागिसक्यो। कस्तो ठुलो ठुलो ठुला छ हेर्नु छ यहाँनिर त। यो ठुलो त ढोका ल्याउनु होला, अलिक सानो सानो कस्तो गर्छु म। लाइक शेयर सब्सक्राइब कमेन्ट गर्न नभुल्नु होला गाइज। मेरो आमा छोरी भ्लग भन्ने आइडियामा चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला। यसपालि चाहिँ हाम्रोतिर अलिअलि मात्र सयपत्री फुल फुलिरहेको कि, अनि हाम्रो गाउँघरतिर पनि थोरै थोरै मात्र फुलिरहेछ। यहाँतिर कस्तो भयो। आज गाई पूजा औँसीको दिन म चाहिँ यहाँ अन्नमा धमाधम छु। अब भोलि त हामी माग्न जान्छौँ नि त, त्यही भएर आजै गर्नु पर्यो नि त सकथोक। हामीले चाहिँ अघि गाई पुजिसक्यो, मजाले चाहिँ गर्नुभयो। अनि हाम्रो आमा छोरी भ्लगलाई चाहिँ साथ सपोर्ट गरिदिनु होला सबैजनाले। गाइज हेर्नुहोस् त कस्तो लामो भइसक्यो भाइ, ठिक्क मलाई नै हुने रहेछ गाइज। मम्मी चाहिँ यता जाँदै हुनुहुन्छ। हेलो गाइज, नमस्ते सम्पूर्णलाई। हामी आमा छोरी ब्लगमा हामी चाहिँ आमा छोरी उपस्थित भइसकेका छौँ। हामी चाहिँ आज माला लाउँदैछौँ। साथीहरू हजुरहरूले पनि मालाहरू नै सकिसक्नु होला, घरहरूको सजावट गरिसक्नुभयो होला। आज चाहिँ हामी पनि अलिअलि लाउँदैछौँ साथीहरू। हजुरहरूकोतिर फुल कतिको फुल्यो होला, हाम्रोतिर चाहिँ अलिअलि मात्रै फुल्यो यसपालि। पोहोर चाहिँ धेरै थियो, यसपालि चाहिँ अलिक थोरै छ साथीहरू। त्यस्तै छ साथीहरू होइन। हामी आमा छोरी भ्लगलाई चाहिँ सबैजनाले साथ सपोर्ट गरिदिनु होला, लाइक कमेन्ट पनि गरिदिनु होला, भन्दै सब्सक्राइब पनि गरिदिनु होला हजुरहरू।
तिहारको लागि त नि म आउने म मावलामा त नि ठिक्क म आफै भन्छु ल मेरो लागि ओके अनि म चाहिँ कति लागि हुन्छ तिमीलाई दादाहरूले लगाइदिनुहुन्छ नि यो मामाहरूले फुल पनि आइरहेछ र फुल आइरहेछ तलको फुल आएको छ त घाम परिरहेको छ नि केही देखिँदैन अगाडि लडाउँछ गाई हामीले चाहिँ हिजै मनाइसक्यौँ लक्ष्मी पूजा मेरो आँखा सोले घुच्छ होला हौ म पनि बाबु आउँदैछु यहाँ आमा छोरी मात्रै बाबु बाबु पनि भला छ हजुरलाई आमा छोरी ब्लगमा स्वागत छ धन्यवाद छ आमा छोरी के छ नि तपाईँको के हुँदैछ तिम्रो के हो यो के गरेको देख्नु भएन उनीको यो आमा छोरीको च्यानल ओके सबैजनाले माया साथ सपोर्ट गरिदिनु होला फुलहरू हुँदैछन् मेरो मम्मीको हँसाइ चाहिँ जहिले यस्तै हुन्छ गाई त्यही त कडा छ आज चाहिँ छोरीको र माला हुने दैलोमा लाउनको लागि चाहिँ छोरी अनि चाहिँ मैले चाहिँ अरू बेला आउँदिनँ थिएँ अरू बेला पनि हुन्छ छोरी चाहिँ मलाई एकदम छोरी चाहिँ मेरो एकदम साथ सपोर्ट होइन मलाई एकदम सघाउने माया गर्ने त्यस्तो खालको छोरी छ होइन सधैँको त्यस्तै भइरहेको छु बर्थडे आउनु आँटेको छ अब मम्मीको बर्थडे आउनु आँटेको छ मम्मीको नानी हो नानी यहाँ माला हुन्छ अरे हेर्नु यो चाहिँ के साह्रो यो राति पनि यत्तिकै त्यो बेलुका पनि यत्तिकै छ हाम्रोमा त छ त यस्तो नि हाम्रोमा त छ त अब यहाँनिर त यो अहिले आएको नयाँ के भन्छ बोलेको त आएको छैन आइरहेछ टेन्सन हुन्छ के हुँदैन के छ अहिले ठिकै छ कहिले गइन्छ इलामतिर मन आउँदैछ ए 16-17 नानी यसो ठुलो ठुलो चाहिँ राख न अब मन लाग्यो अल्छी लाग्यो भने बस गइहाल्ने सकिन्छ होइन अल्छी लागेन गइहाल्नु अल्छी लागेन नि ठिकै छ उहाँ नि काम छैन बस्नु रमाइलो छ दिवस तिहार यसपालि मनाउनु हुन्न होला होइन दसैँ तिहारै थिएन दसैँ तिहारै गयो अन्त दिदी त तलै हुन्छ नि अब जुठो भर्खर सुरु भयो उता पनि जुठो पर्छ र भान्जारकोतिर पनि पर्दैन हामीलाई त उता त लाग्दैन परेन नि यहाँ यता मात्रै हिमाल यता मात्रै हाम्रो चाहिँ ठुलो बा खसेको छ नि ए उता पनि हाम्रो घरकै ए त्यही भएर क्यारमबोर्ड कसले हान्दैछ हाम्रो जेठा ठुलो बा खसेको छ नि अँ, त्यही भएर यो साल छैन अर्को साल अब कोही मरेन भने लगाइन्छ त्यस्तै हो सालै पछिको तिहार अब कोही बेला त्यस्तै हुन्छ अँ त्यसपालि त्यति रमाइलै छैन हौ तिहारहरू के भएर हौ हेर्नुहोस् त कति राम्रोसँग गाई छ एउटा मान्छे फेरि एउटा मात्र रहेछ अर्को जति मामालाई जाँदै गरेको पनि मैले बनाउने छु ब्लग बनाउँदैछौँ साथीहरू अहिले हामी चाहिँ नयाँ नयाँ छौँ आमा छोरी जस अब हामी सिक्दैछौँ भर्खर गर्दैछौँ सबैजनाले साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छौँ अनि सपनालाई राम्रोसँग तिहार मनाउनु होला जति पनि दाजुभाइ दिदीबहिनी सबैजनाले मनाउँदै हुनुहुन्छ हाम्रो लागि चाहिँ लाइक सेयर सब्सक्राइब कमेन्ट गरिदिनु होला गाई अनि कतिपयले चाहिँ मनाउनु भएको छैन कतिपय चाहिँ देश विदेशमा हुनुहुन्छ कतिपय चाहिँ अब जुठोहरू परेर कतिपय चाहिँ रोकिनु भएको छ तिहार मनाउन उहाँहरूलाई पनि चिन्ता नलिनु होला फेरि पनि आगो रमाइलो गर्नु होला भन्छौँ हामी आमा छोरी भ्लगमा चाहिँ होइन अनि त्यस्तै हुन्छ अब कोही बेला होइन मान्छेको के जानिन्छ र अहिले एकैछिनमा पनि जे पनि हुनसक्छ मान्छेको के जानिँदैन त्यही भएर हुँदाखेरि चाहिँ सबैजना खुसी परिवार सबै भेला भएर रमाइलो गरेर मनाउनु होला भन्न चाहन्छु हामी आमा छोरी भ्लग चाहिँ हाम्रो यो पानीटार भने इलामको देउमाई नगरपालिका 3बाट पानीटार भन्छ यहाँ चाहिँ एकदम ठुलो चियाबारीहरू घुम्न आउनेहरूको लागि पनि एकदम सुविधा अब हाम्रो घरमासतिर पनि डाँडा बनिनु सुविधाहरू छ जेस गाडीहरूको बाटोको राम्रो सुविधा छ डुल्न घुम्न मान्छेहरू आइराख्नु
सुटिङहरू पनि भइरहेको छ अनि यहाँ चाहिँ एकदम अस्ति भर्खर घुम्नको लागि आउनु पनि भएको थियो रमाइलो छ मिजुना। अनि अहिले चल्दै अब चल्ने सायद अब बुढो भन्ने पर्सिबाट चल्ने मैजारो फिल्म पनि यहीँ पानीटारमै सुटिङ भएको छ पर्सिबाट हजुरहरूले हेरिदिनु होला भन्न चाहन्छौँ। हवस् त आजको हाम्रो चाहिँ यहीँनिर अन्त्य गर्छौँ आजको भिडियो। हजुरहरूलाई कस्तो लाग्यो त हजुरहरूले हेरेर साथ दिनु होला भन्न चाहन्छौँ। ओके गाइस फेरि हामी पूर्ण अर्को ब्लगमा भेटुने